दिन सकेनौँ। हामीले भोलिको बारेमा कहिले सोच्नै सकेनौँ। भोलिको बारेमा सोच्दा पनि 2 वर्ष 3 वर्षको बारेमा सोच्ने होइन। अब हामीले कुनै पनि नीति बनाउँदा, कुनै पनि कानुन बनाउँदा हामीले 40-50 वर्ष पछिको पनि सोचेर चाहिँ हामीले त्यो नीति बनाउनु पर्ने हुन्छ। अहिलेको नेपाल मात्र होइन, हामीले ग्लोबल्ली हामीले अब चाहिँ हामीलाई ग्लोबल्ली हेर्नुपर्छ। किनभने हाम्रो कम्पेरिटिभ एडभान्टेज अहिले नेपाललाई कहाँ छ भने आजको 20 वर्ष अघिको नेपाल हामीले हेर्दाखेरि हामीसँग जति पनि सूचनाको त्यो एक्सेस थियो र एकदमै एडभान्स देशहरू जहाँ चाहिँ शिक्षामा बढी लगानी गरेका देशहरू थियो, उदाहरणको लागि अमेरिका, युरोपको देशहरूको त्यो इन्फर्मेसनको एक्सेस हेर्दाखेरि एकदमै फरक हुने गर्थ्यो 20 वर्ष अगाडि। तर आजको दिनमा नेपालको एउटा सामान्य गाउँको एउटा विद्यार्थीसँग इन्फर्मेसनको जति एक्सेस छ, अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा पढ्ने विद्यार्थीसँग पनि इन्फर्मेसनको एक्सेस त्यतिकै छ आजको दिनमा। त्यसलाई चाहिँ हामीले अब कम्पेरिटिभ एडभान्टेजको हिसाबमा हामीले युज गर्न सक्नुपर्छ त्यो कुरालाई। नेपालको विद्यार्थीले घरमा बसी बसी हार्वर्ड युनिभर्सिटीको प्रोफेसरको लेक्चर सुन्न सक्छ आजको दिनमा। अमेरिकाको विद्यार्थीले एआईबाट जति इन्फर्मेसन लिन सक्छ, नेपालको विद्यार्थीले अहिलेकै हाम्रो जति हामीसँग इन्टरनेटको सुविधा छ, डिभाइसको सुविधा जति छ, त्यति बसेर अमेरिकाको एउटा एडभान्स युनिभर्सिटीमा पढेको विद्यार्थी जतिको नलेज उसले एआईबाट एक्सेस गर्न सक्छ। त्यो अहिलेको हाम्रो लागि कम्पेरिटिभ एडभान्टेज हो र एकदमै यो चाहिँ पोजिटिभ डिरेक्सनमा चाहिँ हामी गइरहेको छौँ ग्लोबली भन्ने कुरा चाहिँ त्यसले देखाउँछ। र अब हामीले शिक्षा ऐल्याउँदा अथवा कुनै नीति बनाउँदा अब आजको होइन, अब 20-30 वर्ष पछिको सोचेर चाहिँ हामीले बनाउनुपर्छ। जति सूचना प्रविधिले यो विश्वमा विकास गर्यो, अबको 10 वर्षमा त्योभन्दा बढी विकास गर्छ भन्ने कुरा त विगत 1 वर्षको एआई कहाँबाट कहाँ पुग्यो त्यसले नै देखाउँछ। अब हामीले गर्दै गर्दाखेरि 10 वर्षमा हामी कहाँ पुग्छौँ भनेर सोचेर अबको शिक्षा नीति बनाउन सकेन भने हामी फेरि पनि हामी पछाडि पर्छौँ। यता सबैजना शिक्षकहरू धेरैजना हुनुहुन्छ, हामी एकदमै शिक्षकहरूले धेरै नै सम्मान गर्छौँ। उहाँहरूको वास्तवमा विद्यार्थीलाई 1-to-1 इन्टरेक्सन गरेर विद्यार्थीलाई जुन स्टेजमा हुनुहुन्छ त्यहाँबाट अगाडि लान सबैभन्दा महत्त्वपूर्ण भूमिका चाहिँ शिक्षकको हो। मैले अस्ति एउटा विद्यालयमा जाँदाखेरि एक विद्यार्थीहरूसँग इन्टरेक्सन गरेँ। अब शिक्षकको ट्रेनिङलाई पनि अब हामीले 10 वर्ष 20 वर्ष पछिको सोचेर कुन हिसाबको ट्रेनिङ दिने भनेर चाहिँ हामीले त्यो हिसाबले ट्रेन गराउनुपर्छ। किनभने अब शिक्षकलाई कन्टेन्टको बारेमा ट्रेन गराउने होइन। कन्टेन्ट त नेपालमा जतिसुकै जिनियस टिचर भए नम्बर 1 शिक्षक जो हुनुहुन्छ उहाँभन्दा बढी त एआईले सिकाइदिन्छ, एआईभन्दा बढी त नलेज हुँदैन। अहिले मैले भनेको जसरी नै यहाँ बसी बसी हामीले विश्वको एकदम एडभान्स युनिभर्सिटीहरूको प्रोफेसरको लेक्चर सुन्न सक्छौँ। त्यसले गर्दा अब नलेज मात्र छ भने ठुलो समस्या होइन। हामीसँग भएको इन्फर्मेसनलाई विद्यार्थीलाई त्यो इन्फर्मेसन कसरी दिने, कुन मोडालिटीबाट दिने र त्यो दिएको इन्फर्मेसनलाई विद्यार्थीले आफ्नो प्रोफेसनसँग, आफ्नो व्यवसायसँग कसरी जोड्न सक्छ, त्यो हिसाबको ट्रेनिङ दिने गरी चाहिँ अब ट्रेनिङ दिन चाहिँ जरुरी पर्छ टिचरलाई। आजको दिनसम्म टिचरलाई सिकाएमा एकजना मित्रले लिनुभएको हामी सङ्घको हो कि प्रदेशको हो कि स्थानीयको कन्फ्युजन भएको छ। सुरुमा त विद्यार्थीको हुनु पऱ्यो, तपाईँहरू विद्यार्थीको भइसकेपछि सङ्घको पनि हो, प्रदेशको पनि हो, स्थानीय पनि हो, त्यो ठुलो कुरा नै होइन। त्यो त अब कानुनी कुरा होइन, त्यसलाई बिस्तारै डिफाइन गर्दै जाउँला। सुरुमा चाहिँ हामी सबैजना मन्त्रालय पनि, विद्यालय पनि, शिक्षक पनि सुरुमा सबैजना चाहिँ विद्यार्थीको हुन सक्नु पऱ्यो, अभिभावकको हुनु सक्नु पऱ्यो, समाजको हुन सक्नु पऱ्यो। त्यसपछि कुन तलको सरकारको हो भन्ने कुरा त्यो त्यति महत्त्वपूर्ण कुरा चाहिँ त्यो चाहिँ होइन। अनि अघि आएको विषयहरू अर्को भने हामीले सेसन ढिलो सुरु भयो भन्ने विषयमा चाहिँ एकदमै यसमा चाहिँ म के जानकारी गराउन चाहन्छु भने सर्वप्रथम त अहिले आइतबार पनि बिदा गर्ने र 15 गतेबाट चाहिँ सेसन सुरु गर्ने भन्ने कुरा चाहिँ यो फ्युल क्राइसिसले गर्दा आएको कुरा हो। पूर्ण तयारी किन भएन भन्ने कुरा अब नेपाल सरकारलाई पनि इरान र अमेरिकाको युद्ध हुन्थ्यो भन्ने कुरा छ, भन्ने कुरा त भएन। त्यो तत्कालै भयो युद्ध, तत्कालै युद्ध भयो, तत्कालै फ्युल क्राइसिस सुरु भयो। फ्युल क्राइसिस सुरु हुन्छ भनेर त 1 महिना अगाडि थाहा थिएन कसैलाई पनि। त्यसले गर्दाखेरि अहिलेको त्यो वैशाख 15 गते पछि सेसन सुरु गर्ने र आइतबार पनि बिदा गर्ने भने चाहिँ अहिलेको फ्युल क्राइसिसले गर्दा लिएको त्यतिखेर मन्त्री परिषदको, शिक्षा मन्त्रालयको होइन, त्यो मन्त्री परिषदको निर्णय थियो। र फेरि 21 गते किन सर्यो भन्ने पनि धेरैको जिज्ञासा आयो। त्यो चाहिँ फेरि नेपाल सरकारको पनि होइन, मन्त्री परिषदको पनि होइन, हामीले 15 गतेबाट सेसन सुरु गर्ने भनेर त्यो निर्णय गरिसकेपछि, मन्त्री परिषदको निर्णय आइसकेपछि सम्बन्धित सर्वोच्च अदालतबाट नेपाल सरकार, मन्त्री परिषदको कार्यालय, शिक्षा मन्त्रालय मात्र होइन, प्याप्सनको नाममा, एमप्याप्सनको नाममा र धेरै स्थानीय तहको सरकार जसलाई विपक्षी बनाइएको थियो सबैजनाको नाममा सम्बन्धित अदालतले चाहिँ अन्तरिम आदेश जारी गरेको छ।
पठन पाठन सुरु नभइकन भर्ना गर्न नमिल्ने भन्ने कुरा चाहिँ सम्मानित अदालतबाट आएको चाहिँ त्यो अन्तरिम आदेश आएको थियो। त्यसलाई नै मध्यनजर गर्दै 15 गतेबाट पठन पाठन सुरु भइसकेपछि त एडमिसन त्यसपछि बल्ल सुरु गर्ने भनेर अदालतले भनिसकेको छ। भनेपछि 16 गते नै त अब त्यो पठन पाठन सुरु गर्न मिलेन, त्यसपछि सिलेबस सुरु गर्न मिलेन, किनभने एक दिनमै त सबै गर्न नसकिएला भनेर सक्दैसम्म चाँडो गर्दा पनि हामीले 1 हप्ता राख्यौँ भने 21 गतेबाट चाहिँ औपचारिक रूपमा चाहिँ त्यो सिलेबस सुरु गर्न सकिन्छ भनेर त्यो हिसाबले गरेको। यो अन्तरिम आदेशमा त प्याप्सन र प्याप्सनकै नाममा पनि त अन्तरिम आदेश जारी भएको छ, नेपाल सरकारको मात्र होइन। त्यसले गर्दा चाहिँ अदालतको निर्णयले गर्दा चाहिँ 1 हप्ता त्यो सारीले त्यसरी सरेको। यद्यपि त्यो हुँदाहुँदै पनि 15 गतेबाट एडमिसन सुरु भइसकेपछि, भर्ना सुरु भइसकेपछि धेरै विद्यार्थीहरू विद्यालय जान थाल्नुहुन्छ। त्यसपछि 21 गतेबाट अफिसियली सुरु गरौँ हामीले, तर त्यो 1 हप्तामा त विभिन्न ओरिएन्टेसन कार्यक्रमहरू राख्न सकिन्छ, स्पोर्ट्समा म्युजिकमा विद्यार्थीहरूलाई इन्भल्भ गराउन सकिन्छ, हामी के विषयमा हामी पढ्छौँ भनेर अनअफिसियली सफ्टली धेरै कुरा सुरु पनि गर्न सकिन्छ। तर यो चाहिँ सम्बन्धित अदालतको चाहिँ आदेशलाई सम्मान गर्दै 21 गतेबाट चाहिँ औपचारिक रूपमा सिलेबस सुरु गरौँ भनेर त्यसरी पछि त्यो नोटिस पनि आएको। र मैले मन्त्री पदको शपथ ग्रहण लिइसकेपछि हामीले भनेका पनि थिएन, हामीले भन्दा पनि नभन्यो, विभिन्न मिडियाहरूबाट चाहिँ मिडिया ट्रायल पनि त्यहीबाट सुरु भयो। अब अहिलेको सरकारले निजी विद्यालयहरूलाई बन्द गर्छ, निजी विद्यालयहरू बन्द गर्ने भनेर त्यो अब न त मन्त्रालयले निर्णय गरेको छ, न त मन्त्री परिषदले निर्णय गरेको छ, न त कसैले गरेको छैन, मिडियामा आइसक्यो। त्यो चाहिँ हाम्रो सरकारको नीति पनि होइन, हाम्रो बुझाइ पनि होइन। हामीले निजी क्षेत्रलाई पनि एज अ पार्टनरको रूपमा हामीले बुझेका छौँ, किनभने निजी विद्यालयमा जो विद्यार्थीहरू पढ्नुहुन्छ, विद्यार्थीहरू पनि हाम्रै विद्यार्थी हो र जसले सञ्चालन गर्नु भइरहेको छ उहाँहरू पनि नेपालको नागरिकहरूले नै सञ्चालन गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि हामीले निजी विद्यालयलाई चाहिँ पार्टनरकै रूपमा हामीले हेरेको छौँ। उहाँहरूलाई पेलेर लाने, उहाँहरूलाई जबरजस्ती गर्ने त्यस्तो केही पनि होइन। तर नेपालको जुन कानुन छ, यसभन्दा अगाडि बढेका कानुनहरू पनि त्यो कानुनको अधीनमा रहेर चाहिँ निजी विद्यालयले पनि सञ्चालन गर्नुपर्छ। त्यो कुराको चाहिँ फेरि राज्यले त्यो नीति नियम पालना गरेको छ कि छैन भन्ने कुरा रेगुलेट गर्ने, मोनिटर गर्ने जिम्मेवारी सरकारको पनि हो। त्यसमा अहिले नै हामीले हेर्दाखेरि शिक्षा ऐनले पनि अनिवार्य तथा निःशुल्क ऐनले पनि हेर्दाखेरि 10% देखि अब फेरि कानुन आफैमा बाँचिएको छ। एउटा कानुनले 10% भन्छ, अर्को कानुनले 10 देखि 15% छात्रवृत्तिको कुरा गर्छ। त्यसमा हामीले नयाँ कानुन बनाउँदै गर्दा पहिला बाँचिएका कानुनहरू जुन छ त्यसलाई चाहिँ मिलाउँदै चाहिँ लानुपर्छ। एकरूपता हाम्रै कानुनमा एकरूपता ल्याउन पनि जरुरी छ। तर त्योभन्दा अगाडि पनि जुन चाहिँ छात्रवृत्तिको प्रावधानहरू गरिएको छ, फी पनि एक ढङ्गमा चाहिँ कुन लिने कुन नलिने धेरै कानुनहरूले खुलाएको नै छ। एडमिसन फीको धेरै कुरा आयो, एडमिसन फी निजी विद्यालयले हरेक वर्ष लिइराखेको छ भनेर। त्यो वास्तवमा हामीले भन्नुभन्दा अगाडि नेपालको कानुनले नै एडमिसन फी चाहिँ हरेक वर्ष लिन नमिल्ने भनेर त्यसमा अहिलेको कानुनले पनि त्यो उल्लेख गरिसकेको छ। एनुअल फी लिन मिल्ने कि नमिल्ने भने फेरि अर्को कुरा आयो। एनुअल फी पनि कसरी लिने, के लिने भन्ने कुरा पनि त मैले नै गरेको छ। एनुअल फी पनि मन्थली ट्युसन फीको 2 महिना बराबरको फी चाहिँ एनुअल फी लिन मिल्ने भन्ने कुरा त्यो पनि ऐनमै भनेको कुरा छ। त्यसले गर्दाखेरि निजी क्षेत्र पनि एउटा केही कुरामा चाहिँ संवेदनशील हुनु पऱ्यो भने राज्यले चाहिँ निजी क्षेत्रले विद्यालय सञ्चालन कुन हिसाबले गर्ने, कसरी गर्ने, त्यो कुरामा राज्य एकदमै संवेदनशील छ। हामी काठमाडौँ महानगरपालिकामा हुँदा पनि हामीले निजी विद्यालयहरूलाई पनि त्यत्तिकै प्रोटेक्ट गरेका थियौँ जति हामीले सामुदायिक विद्यालयलाई गरेका थियौँ। काठमाडौँमा कति विद्यार्थी सङ्गठनले निजी विद्यालयमा गएर तालाबन्दी गर्दा हामीले हाम्रो टिम पठाएर ताला फोडिदिने काम पनि गरेको थियौँ। सेक्युरिटी थ्रेट आउँदाखेरि हामीले महानगर प्रहरी पठाएर स्कुललाई सेक्युरिटी पनि हामीले दिएका थियौँ। त्यो हिसाबले निजी विद्यालयलाई पनि प्रोटेक्सन दिने जिम्मा राज्यको हो। तर निजी क्षेत्रले पनि आफूले कुन हिसाबले स्कुल सञ्चालन हामी गर्छौँ त्यो कुरामा चाहिँ निजी क्षेत्र पनि संवेदनशील भएर एक किसिमले निजी क्षेत्रले सञ्चालन गरिसकेपछि थोरै अटोनोमी खोज्छ। त्यो अटोनोमी प्र्याक्टिस गर्दै समाजलाई कन्ट्रिब्युट गरिरहेको छ भन्ने कुरा पनि बुझेर शिक्षा क्षेत्र भनिसकेपछि एकदमै व्यवसाय गर्ने भनेर हिसाबले हो। निजी क्षेत्र अब निजी विद्यालय भइसकेपछि प्रफिटको पनि थोरै मोटिभेसन त हुन्छ होला। तर विशेष गरी शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र अनि सार्वजनिक यातायात, सामाजिक सुरक्षाको क्षेत्रले निजी क्षेत्रले त्यो क्षेत्रमा लगानी गर्दाखेरि प्रफिटको मोटिभेसन थोरै भए पनि यो चाहिँ अलिकति वेलफेयरतिरको क्षेत्र हो। यसमा चाहिँ अनिवार्य
सबैजना नागरिकको प्रत्यक्ष रूपमा चाहिँ इन्भल्भमेन्ट हुने भएको क्षेत्र भएको हुनाले एक किसिमको चाहिँ समाजमा कन्ट्रिब्युट गर्नको लागि गरेको हो भने पनि निजी क्षेत्रले त्यसरी बुझ्दिन पनि म आग्रह गर्छु। अबको हाम्रो अगाडि बढ्ने मोडालिटी भनेको कस्तो हुन्छ भने हामी सल्लाह गरेर सबै स्टेक होल्डरसँग हामीले नीति बनाउँदा कानुन बनाउँदा हामी सबै स्टेक होल्डरसँग हामी सल्लाह गरेर नै गर्छौँ। सामुदायिक विद्यालयमा हाम्रो लगानी क्रमशः रूपमा अगाडि बढ्दै नै जान्छ। शिक्षामा लगानी पुगेको छैन, अघि कुरा पनि आयो, मैले हाम्रो लगभग 11% भन्दा टोटल फिस्कल इयरको बजेटभन्दा 11% भन्दा पनि थोरै कम राज्यले छुट्याएको छ। त्यसलाई क्रमशः रूपमा बढाउँदै लानुपर्छ। तर अहिले नेपालको अवस्था ग्लोबली सबैतिरको अवस्था हेर्दाखेरि पनि अब यो इकोनोमिक क्राइसिस सबैतिर भइरहेको छ। अब स्रोत साधन एकदमै लिमिटेड छ, तर त्यसलाई म्याक्सिमम युटिलाइजेसन कसरी गर्ने त्यो विषयमा हामी तपाईँहरू सबैजना मिलेर लिमिटेड रिसोर्सेसलाई म्याक्सिमम कसरी युटिलाइज गर्नुपर्छ त्यसमा हामी सबैजना मिलेर काम गर्नुपर्छ। यद्यपि विद्यालयलाई पहिला आइरहेको जति पनि त्यो खर्च थियो त्योभन्दा हामीले बढाउने चाहिँ हामीले योपालिकै बजेटमा पनि बढाएर नै पठाउनको लागि हामी सकेसम्म धेरै चाहिँ प्रयास गरेका छौँ। पहिलाभन्दा बढी अनुदान विद्यालयलाई योपालि चाहिँ आउँछ। हामीले त्यो किसिमले नै अनुदान स्थानीय तहलाई त्यो किसिमले अनुदान पठाएका छौँ हामीले।